हेलो मेरा साथीहरू। अब बिहानमा उठेर यहाँ पूजापाठ सबै सकाएर मैले भिडियो गरेँ। हेर्न सक्नुहुन्छ यहाँ मेरो पूजा स्थान। मैले बिहान आफ्नो नित्य पूजा गरेर यहाँ तपाईँहरूलाई दर्शनको लागि मैले भिडियो खिचेकी छु। हेर्नु, दर्शन गर्नु सबैजना, मेरो दर्शन गर्नु र सबैजनाले आफ्नो मनको इच्छा माग्नुहोस्। हेर्नुहोस्, मैले यसरी मेरो पूजा कोठामा यसरी भगवानहरू सजाएर राखेकी छु। तपाईँहरूलाई कस्तो लाग्यो मेरो पूजा कोठा कमेन्ट गरिदिनु होला मेरो साथीहरू। हेर्नुहोस्, यहाँ हुनुहुन्छ दुर्गा माता, यहाँ हुनुहुन्छ। त्यसपछि नित्य पूजा सकाएर यहाँ मैले परिवारलाई दाना दिने गरेकी छु। मैले सधैँ यसरी नै परिवारलाई दाना दिन्छु। मलाई एकदम रमाइलो लाग्छ यसरी कौसीमा आएर परिवारले यसरी मैले दिएको दाना खाँदा मलाई एकदमै रमाइलो आनन्द लाग्छ। यसरी सधैँ मैले नित्य पूजा सकाएर आफ्नो माथि कौसीमा यसरी परिवारलाई हेरौँ न दाना दिएकी छु। कस्तो मजाले खान्छ यिनीहरूले दाना। यो कति आनन्द लाग्छ मलाई, कति आनन्द लाग्छ। यसरी नै एक जुम परिवार यसरी दाना खाएको देख्दा आनन्द लाग्छ साथीहरू। तपाईँहरूले पनि दिने गर्नुभएको छ कि छैन? म चाहिँ सधैँ दिन्छु परिवारलाई यसरी दाना, आनन्द लाग्छ। हेर्नु, यसरी यहाँ घरमा राखिदिन्छु। कौसीको यस्तो यो डिलमा पनि राखिदिन्छु। यहाँ पनि आएर खान्छन्। चारैतिरै आनन्द लाग्छ साथीहरू मलाई यसरी दिएको, परिवारलाई दाना दिएको। भन्छन् राम्रो पनि हो, यसरी दिनु पनि पर्छ। त्यही भएर म सधैँ दिने गरेकी छु। यसरी दिने गर्दा मलाई आनन्द लाग्छ साथीहरू। हेलो मेरो दिदी, के छ मेरो दिदीको हालखबर? ओहो दिदी, आज केही बनाउनु न, केही खुवाउनु न। के खाने आज? तपाईँहरूको बिहारी स्टाइलको के बनाउनु त? बिहारको केही प्रसिद्ध केही खाना बनाउनु त? बिहारको के प्रसिद्ध खाना के हो? त्यही हो, खाइसक्यो। हेर्नु दिदी, हेर्नु साथीहरू, मेरो दिदी बिहारबाट हुनुहुन्छ। बिहारको कुन ठाउँ भनेपछि त्यो के अरे, कस्तो नाम बिर्सिन्छु म जहिले पनि। गोरखपुर। मेरो दिदी गोरखपुरबाट हुनुहुन्छ। दिदी गोरखपुर हो। मेरो दिदी इन्डियाबाट हुनुहुन्छ। अहिले यहाँ काठमाडौँ घुम्न आउनुभएको छ। अनि आज मेरो दिदीले बिहारको केही आफ्नो त्यहाँको फेमस चिज हामीले पकाएर खुवाउनुहुन्छ है त साथीहरू। ल दिदी, के खाने भन्नु त? तिमी जे भन। यो तपाईँलाई थाहा होला नि, तपाईँको बिहारको फेमस चिज। बिहारको फेमस हो लिट्टी चोखा। खाइसक्यौ? अनि साथीहरू, बिहारको फेमस चिज लिट्टी चोखा अरे। लिट्टी चोखा हामीले अस्ति भर्खर खायौँ। अब अरू के छ? अर्को जे भन्दै हो त्यही। ल है साथीहरू, अब हामीहरू गर्दैछौँ मिटिङ बसिरहेछौँ के खाने भनेर। मिटिङ पछि तपाईँहरूलाई थाहा भइहाल्छ हामीले के बनाउनु आँटेछौँ भनेर। त्यसपछि म तपाईँहरूलाई देखाउँछु है त साथीहरू। ल जान्छ है आरती। हेर्नु साथीहरू, मेरो दिदीले भोलि जान्छु भन्दै हुनुहुन्छ। कस्तो मान्छे होला, यति टाढा इन्डियादेखि आउनुभएको छ। अलिकति दिन बस्नु भनेको, भोलि जान्छु अरे। के भोलि जाने? बस्नु अझै, यहाँ पर्दैन जान। किन तपाईँले यहाँ चाहिँ के भएछ? के पनि छैन, त्यो पनि धेरै दिन भइसक्यो नि त। हेर्नु साथीहरू, धेरै दिन भइसक्यो अरे। भनिदिनु साथीहरू, मेरो दिदी तपाईँको मेरो भ्लगमा नदेख्नु भए तपाईँहरूलाई सुन्ने लाग्छ कि लाग्दैन? एकचोटि कमेन्ट गरिदिनु होला साथीहरू। मेरो दिदी मेरो छोरो कहाँ जानु लाग्छ हिरो बनेर? हेर्नु साथीहरू, बाबु छोरो कहाँ जानु लाग्छ तिमी? चिकन मोमो लिएर आउनु, त्यो बफ होइन। आमा छोराको यहाँ वार्तालाप हुँदैछ। चिकन मोमो खाने कि बफ मोमो खाने कि? त्यही दादा अरे। मेरो दिदी बफ खानुहुन्न। मेरो दिदी प्योर एकदम भेज पनि होइन। ओए बाबु, कहाँ जानु लाग्यो त? सुन्न, आन्टीलाई चाहिँ के ल्याइदिन्छस्? मोमो? मोमो कि चाउमिन? दिदी के खाने? चाउमिन कस्तो पाउँछ? मिठो पाउँछ? ल्याइदिनु त एक प्लेट।
एक प्लेट कसले खान्छ हाफ प्लेट हाफ ल मेरो लागि आफू एक्लै खाएर आउँदैन हामीले पनि ल्याउने हाफ प्लेट चाउमिन 1 प्लेट मोमो है ल यता हेर्नु त कति ह्यान्सी देखाएछ मेरो छोरो कस्तो ह्यान्सी देखाएछ हौ कस्तो ह्यान्सी देखाएछ ल यता एकचोटि आज खै मेरो गाडी चलाउनै भनेको छैन हेलो नै भनेको छैन ल ल ल ल साथीहरू गयो मेरो छोरो खान हामीलाई पनि ल्याउन आफू पनि खाने गयो ल मेरो छोरोले के ल्याएको छ हेरौँ त अलि भन त भनेको थिएँ मैले लिएर आऊ भनेर के ल्याएछ छोरो थ्याङ्क यू भन्ने बित्तिकै ल्याएकोमा कति दिनपछि मोमो चाउमिन आजको डिनर यही हो साथीहरू ठिकै छ साथीहरू त्यति खासै कस्तो लाग्यो दिदी मोमो चाउमिन अघिको ठिकै लाग्यो है त्यो चाहिँ खासैमा है मिठो पनि थिएन है त्यस्तो मलाई ठिकै लाग्यो ठिकै लाग्यो बाबु ठिकै थियो आजको यस्तो मेहनत गरेर ल्यायो छोरोले तर त्यस्तो मिठो लागेन ठिकै लाग्यो होइन हाम्रो त अब भयो बेलुकाको खाना हजुर चाहिँ के खाने त अब जे नि हुन्छ के खाने भन त के बनाइदियो साबुदाना भिजाएको छु साबुदानाको खिर बनाइदियो हुन्छ त्यही हुन्छ आज बेलुकाको खाना ल साथीहरू अब आज मेरो बुढोको पेट पनि अलि ठिक भइसकेको छ हिजो चाहिँ बिचरा अलिक गाह्रै भएको थियो साथीहरू मैले यहाँ प्यान बसालेँ यहाँ मैले यो भिजाएर राखेको साबुदाना यसलाई मैले करिब 2-3 घन्टा 1 घन्टा भिजाइ नै हुन्छ यहाँ भिजाएर राखेको साबुदाना यहाँ प्यान यहाँ छ घिउ शुद्ध गाईको घिउ अब म यो घिउलाई यहाँ प्यानमा हाल्छु यहाँ राखेँ घिउ मैले अब घिउ एकछिन यो मेल्ट हुन्छ त्यसपछि म यसमा राख्छु साबुदाना अब हामी यहाँ साबुदाना अब यो साबुदानालाई एकैछिन यसको पानी थोरै अलिकति सुको यसलाई म एकैछिन भुट्छु मेरो अलिकति श्रीमानज्यूलाई अलि सन्चो छैन अलि पेट उहाँको ठिक छैन त्यही भएर बेलुका हल्का खाना खान्छु भनेर मैले साबुदानाको खिर बनाइदिनु लागेको छु उहाँको लागि आज उहाँको बेलुकाको खाना यही हो हेर्नु साथीहरू यसलाई अलि राम्रोसँग भुट्ने ल हेर्नुहोस् साथीहरू यसको पानी पनि लगभग फुटिसक्यो अब म यसमा एड गर्छु दुध सिम्पल छ खासै केही छैन यो साबुदाना खिर बनाउन यसमा दुध एड गरे हेर्न सक्नुहुन्छ अब यसमा 1 टुक्रा मिश्री हाल्छु म हामी चिनी त्यति खाँदैनौँ कि मिश्री कि सक्खर यसमा मसँग सक्खर अहिले सकेको भएर अहिले मैले मिश्री युज गरेँ नत्र प्रायः म यसमा
सक्खर नै हाल्छु। यो साबुदाना एकदम मिठो पनि हुन्छ, हेल्दी पनि हुन्छ अनि स्वास्थ्यको लागि राम्रो पनि हुन्छ। अब यसलाई एकछिन पकाउने मजाले। हामीले चामलको खिर जसरी बनाउँछौँ नि त्यसरी नै हो। मजाले पकाउने, यो एकछिन पाक्छ अनि त्यसपछि रेडी हुन्छ हाम्रो साबुदानाको खिर। साथीहरू साबुदानाको खिर पनि रेडी भयो। यसमा तपाईहरुले काजु, किसमिस, बदाम, खोवा हालेर पनि बनाउन सक्नुहुन्छ। त्यसरी हाल्दा नि एकदमै मिठो हुन्छ। तर मैले यसलाई सादा बनाएको छु। अलि मेरो बुढोको पेट अलि भएको भएर अलि सन्चो नभए सादा बनाएको छु। अब उहाँले खाएर भन्नुहुन्छ यो कस्तो भएछ भनेर। उहाँको रियाक्सन हेरौँ त है बुढोको। ल बुढो, हजुरको बेलुका खाना रेडी भयो। ल एकचोटि कस्तो भएछ खाएर भनिदिनुहोस् नि त। बिस्तारै खाइसक्यो पोल्ला नि फेरि रियाक्सन दिने हतारमा फेरि। ठिक छ? साँच्चीकै कि त्यत्तिकै? साँच्चीकै मिठो छ। सधैँ यस्तो खाइरहेको नि यस्तो त बनाउँछ। यस्तो साथीहरू मेरो बुढो चाहिँ यस्तो मान्छे हो। मैले नमिठो बनाएर दिएँ पनि उहाँको कहिले पनि नमिठो मिठो छैन भनेर कहिले पनि भन्नुहुन्न। जहिले पनि मेरो मन राख्नु हो कि खै मलाई चित्तमा दुःख होस् भनेर हो कि जहिले मिठो चाहिँ मिठो भन्नुहुन्छ। कहिले पनि यो मिठो आज अलिक नुन पुगेन, आज अलिकति पिरो कम छ, कहिले पनि भन्नुहुन्न। जहिले पनि मिठो छ, राम्रो छ भन्नुहुन्छ। होइन बुढा? मेरो मन राख्नुलाई हो। हेर न त्यहाँ हेर न। मिठो भएको कुरो मिठो भन्दा चाहिँ के को मन राख्नु नि? किन मन राख्नु पर्यो? ठिक छ नि त? ल